हामीले जेमिनीबाट पिक्चर बनाइरहन्छौँ, तर त्यो पिक्चरलाई हामीले एडिटेबल बनाउन सकेका छैनौँ। त्यसैले आज म तपाईँहरूलाई कसरी जेमिनाईमा बनाएको पिक्चरलाई एडिटेबल बनाउने भनेर सेयर गर्दैछु। र जसको लागि हामीले सबैभन्दा पहिला जेमिनाईको सेटिङमा जाने, सबभन्दा पहिला जेमिनाईबाट सेटिङमा जाने। यो सेटिङमा गइसकेपछि सेटिङबाट पर्सनल इन्टेलिजेन्समा जाने। पर्सनल इन्टेलिजेन्सबाट हामीले यहाँ कनेक्टेड एप्समा स्क्रोल डाउन गरेर कनेक्टेड एप्समा जाने। कनेक्टेड एप्सबाट हामीले यहाँ तल क्यानभा सर्च गर्ने। क्यानभा सर्च गरिसकेपछि यो क्यानभालाई हामीले अन गर्ने। यो अफ हुन्छ ल अन गर्ने, यसलाई अलो गर्नु पर्यो। अलो गरिसकेपछि हेर्नुहोस् त यो अलो भइसकेको छ। ओके, यसरी क्यानभालाई अन गरिसकेपछि अब हामीले एउटा इमेज बनाउने। जस्तो अब न्यू च्याटमा हामी गइयो, न्यू च्याटमा गएर एउटा इमेज बनाउनु पर्यो। मानौ कि मैले एउटा जन्मदिनको शुभकामना कार्ड बनाउनु छ। मैले यो डिजाइन एन इमेज अफ ह्याप्पी बर्थडे कार्ड अफ माई वाइफ भने त्यसको लागि मैले एउटा फोटो पनि अपलोड गरेँ। अब यसरी फोटो अपलोड गरिसकेपछि अर्थात् हामी जेमिनाईमा इमेज बनाउने भनेको हुनाले यसलाई क्रिएट इमेज पनि गरौँ र त्यसपछि यसको ओके ल हेर्नुहोस् एउटा इमेज बनिसकेको छ। अब यो इमेज हाम्रो सामान्यतया हाम्रो इमेजहरू के हुन्छ त, हामीले बनाएको इमेजहरू एडिटेबल हुँदैन। अब यो इमेजलाई एडिट गर्नको लागि हामीले ठिकै यो इमेजको तलपट्टि हामीले यहाँ यसको च्याट बक्समा @canva मेक दिस एडिटेबल गरेर यसलाई हामीले सबमिट गरिसकेपछि यसले एकैछिनमा यसलाई एडिटेबल बनाउँछ। अथवा हामीले यसलाई क्यानभाबाट एडिट गर्न सक्छौँ। त्यसैले यसलाई यो पिक्चर क्यानभासँग कनेक्टिङ हुँदैछ। ल हेर्नुहोस् त यो पिक्चर क्यानभामा कनेक्टेड भइसकेको छ। अब क्यानभामा कनेक्टेड भइसकेपछि यसलाई हामीले एकपटक क्लिक गर्ने बित्तिकै यो क्यानभामा ओपन हुन्छ। यसरी यो क्यानभामा ओपन भयो। अब क्यानभामा ओपन भइसकेपछि अब हेर्नुहोस् त यसको सबै यो पिक्चर कोडहरू एडिटेबल भएका छन्। अब हामीले यहाँ आवश्यकता अनुसार यो टेक्स्टलाई एडिट गर्न सक्छौँ हामीले। डियर वाइफ बनाए, त्यसै गरी अब फोटो ठिकै छ होइन। त्यसै गरी हामी तलको टेक्स्टहरू पनि केही हामीले आवश्यक पऱ्यो भने यसलाई एडिट गर्न सक्छौँ। मैले यसको चाहिँ कलर चेन्ज गर्न चाहेँ भने यहाँबाट मैले फन्टको कलर पनि चेन्ज गरिदिन सक्छु। मैले यसरी फन्टको पनि कलर चेन्ज हुन्छ। यसरी हामीले आवश्यकता अनुसार यो फन्टलाई, यो फोटोलाई, यो टेक्स्टलाई हामीले चेन्ज गर्न सक्छौँ। टेस्ट गरिसकेपछि जसरी हामीले क्यानभामा अरू इमेज डिजाइन गर्दाखेरि डाउनलोड गर्छौँ, त्यसै गरी यसलाई सेयरबाट हामीले यसलाई डाउनलोड गर्न सक्छौँ। आवश्यकता अनुसार यसलाई हामीले हाम्रो फेसबुकमा वा अन्य सामाजिक सञ्जालमा हामीले पोस्ट गर्न सक्छौँ। र यसरी यो डाउनलोड भइसकेको छ र एडिटेबल पिक्चर बनाएर हामीले यसलाई डाउनलोड गरिसकेका छौँ। यसरी हामीले कुनै पनि पिक्चरलाई जेमिनाईमा बनाएर हामीले एडिटेबल बनाएर काम गर्न सक्छौँ। ओके, थ्याङ्क यू। यस्तै यस्तै भिडियो हेर्नका लागि यहाँहरूले मेरो फेसबुक र हाम्रो सोटेक साथी युट्युब च्यानललाई फलो, लाइक, सेयर र सब्सक्राइब गर्न नबिर्सनुहोला। ओके, थ्याङ्क यू।